साथीहरु यो चाहिँ हाम्रो घर। हामी चाहिँ आज दिक्तेल जाँदैछौँ। यस्तै छ गाउँको परिवेश। यो हाम्रो टुवाकै भाइ भन्। आज दिक्तेलको यात्रा छ। साथीहरु म चाहिँ घरदेखि प्रायरीपट्टि छु। यो चाहिँ हाम्रो भलिबल खेल्ने ठाउँ हो। अहिले चाहिँ अब छैन खासै खेलाडीहरु पनि पहिला खेलिन्थे हल्का फुल्का बाजी चल्थ्यो। मेरो घर चाहिँ ठ्याक्कै पारीको त्यो हरियो जस्तो देखिने त्यो मेरो घर हो। अनि यता छैन घर, उता त्यहाँनिर हाम्रो 5-6वटा घर मात्रै छ। यो चाहिँ हामी यता मेन हाम्रो भवन डाँडापट्टि जाँदैछौँ। अब यहाँ जानेहरू पनि धेरै हुन्। ए सब रेडी हो कोहरू? ए त्यसो दर्शन हजुर को तपाईँ जानुहुन्न? त्योहरू होइन, फाइनलमा चाहिँ यहाँनिर हाम्रो भतिजलाई लिएर आइसके। अब सँगै जाने हो। अब होइन बाटो यस्तै छ गाउँको, त्यही भएर भोट परिवर्तन हो गरिन्छ कि हामी संविधानबाट भन्ने कुरा हो। भोट चाहिँ माटो जय देश। ल साथीहरू हामी चाहिँ गाउँको सिरानमा आइसक्यो। हाम्रो चाहिँ पुछार नै पर्छ। बाटो चाहिँ यस्तै नै हो, माथिसम्म हाइवे निस्किनुपर्छ। मध्य पहाडी लोक राजमार्ग, उधो चाहिँ गाउँ होइन। अब त्यही हो, बाटो चाहिँ यस्तै छ। मेरो गाउँ कस्तो छ एकचोटि कमेन्ट गरिदिनु होला है भन्ने हामीलाई लाएर हो। हामी चाहिँ बिजुली बाटो लागिसकेको छौँ। अघि चाहिँ भिडियो गर्न पाएन, के अरे क्यामेरा मेमोरी फुल भएछ, मैले खाली गरिसकेँ। अनि बिजुली बाटो हामी दिक्तेलतिर प्रस्थान गर्दैछौँ। यता त बाटो राम्रो छ। उनीहरूले पनि भोट हाल्यो होला नि त, सुमनहरूले। तर के रावबेसीबाट त 490-98 त। यो चाहिँ ठाउँको नामै बिफ्ल्याटी, ठाउँै बिफ्ल्याटी छ। हो यहाँबाट मुनि चाहिँ हाम्रो गाउँहरू होइन। सो फाइनली मौरे खिल्कुमा छौँ अहिले। पल्लो डाँडा चाहिँ मौरे। अनि हामी काका भतिज यहाँ भ्लग आउँदैछ। भतिजको पनि भाइहरू पनि आउँदैछ पछाडि। हावा सरर जता छ निर्माया उतै नजर। हामी चाहिँ नुनथला पनि आइसकेको छौँ। तिर्नु भएछ त? अस्ति काठमाडौँ आउनु भएको थियो। हामी म भिडियो गर्छु पछाडि बसेर। सो यहाँ चाहिँ हाम्रो दाइको ग्यारेज चाहिँ दाइ हाई भन्नु। लज्जावती झार जस्तै लजाउँछ। सो सबै माटोको समर्थकहरू होइन। ल लागौँ ल। सबै हामी चाहिँ अब र्याली जस्तो पनि हुन्छ एउटा। भिडियो त छोड्नै मन लाग्दैन नि। यस्तो मजा अख्खा फाइनली होइन। अब र्याली चाहिँ सकियो, सभा पनि सक्यो। हामी चाहिँ यहाँ थियौँ। मेरो गोब्रोको ब्याट्री सकिएर मोबाइलबाट गरिरहेको छु भिडियो होइन। यस्तै छ अहिलेलाई चाहिँ के अरे दिक्तेलको अवस्था। यो चाहिँ दिक्तेलको माथि रत्न पार्क हो। ल साथीहरू है त यस्तो छ है दिक्तेलको अवस्था। पारा मिलेन।
भन्छ क्या मान्छेले इभन मेरै साथीहरूले खोटाङ जिल्ला हाम्रो कस्तो लाग्यो खोटाङ जिल्ला अब घुम्न जानुपर्छ हामी जय जय खोटाङ हेलो दर्शकबिनहरू होइन खोटाङको नमस्कार गाइजहरू, आज चाहिँ हामी सम संस्कृति पार्टीलाई समर्थन गर्नु डिटेल गएको थियौँ। म चाहिँ यो TR01 VG अनि तपाईँहरू कस्तो हुनुहुन्छ? आजको भिडियो यस्तै रह्यो र तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक कमेन्ट सेयर सक्नुहुन्छ भने गरिदिनु होला। आजको भिडियोको इन्ड यहीँ गर्न चाहन्छु। धन्यवाद।